नमस्ते, मेरो नाम अभिनव अंशु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। कक्षा 9 र 10 का विद्यार्थी भाइ बहिनीहरुको लागि हामीले कमिसन र ट्याक्स पढ्दैछौँ। कमिसन तथा कर पढ्दैछौँ। कमिसन र ट्याक्समा हामीले प्रश्नहरु हेरेका छौँ। हामीले अरु प्रश्नहरु ट्याक्ससँग कमिसनसँग सम्बन्धित हामीले प्रश्नहरु हेरिसकेका छौँ। हामी ट्याक्सका प्रश्नहरु हेरिरहेका छौँ। एउटा ब्याङ्कमा काम गर्ने कर्मचारीको मासिक तलब रु 80,000 छ र उसको %70 आम्दानीमा कर छुट छ। बाँकीको आम्दानीमा 10% कर लागेको छ भने उसको करको रकम र उसको वार्षिक आम्दानी निकाल्नुहोस्। ठीक छ। एउटा ब्याङ्कमा काम गर्ने कर्मचारीको मासिक तलब रु 80,000 रहेको छ र उसको 70% आम्दानी कर छुट छ। आम्दानीमा कर छुट रहेको छ। बाँकीको आम्दानीमा 10% कर लाग्दछ भने उसको करको रकम र वार्षिक आम्दानी निकाल्नुहोस्। A bank employee whose monthly income is rupees 80,000 and he gets 17% tax waiver on his earning. In the remaining he pays 10% tax. Find tax amount and his yearly earning. ठीक छ। हामीले के निकाल्नु पर्यो छ यसमा? उसको वार्षिक कर कति रहेको छ र उसको वार्षिक आम्दानी कति रहेको छ। हामी यहाँ हेरौँ मासिक तलब कति छ। मासिक तलब उसको रहेको छ 80,000। उसको मासिक तलब रु 80,000 रहेको छ। वार्षिक तलब हामी निकाल्छौँ। वार्षिक तलब रु 12 × 80,000 रु आउँछ यो 9,60,000 आउँछ। यो उसको वार्षिक आम्दानी कति रहेको छ 9,60,000। अब कर नलाग्ने रकम कति हुनेछ 70% में कर लाग्यो भने त 70/100 × 9,60,000 दुईवटा जीरो कट्यो 70 × 9,600 यो आउँछ हाम्रो 70 × 9,600 70 × 9,600 यो हाम्रो 6,72,000 यो हाम्रो आउँछ 6,72,000
तो 6,72,000 में के लाग्छ कर नलाग्ने रकम छ। अब कर लाग्ने रकम कति हुन्छ? कर लाग्ने रकमलाई हामी के गर्नेछौँ? वार्षिक तलबबाट हामी के गर्नेछौँ? कर नलाग्ने रकम घटाउनेछौँ। कर नलाग्ने रकमबाट वार्षिक घटाउनेछौँ। वार्षिक छ 9,60,000 बाट हामी 6,72,000 घटाउनेछौँ। यो हाम्रो 9,60,000 बाट हामी के गर्नेछौँ? 9,60,000 बाट हामीले यो हाम्रो 2,88,000 आउँछ। हाम्रो यो 2,88,000 हाम्रो के छ? 2,88,000 के आयो? हाम्रो कर लाग्ने रकम। अब कर को प्रतिशत कति छ? कर को दर कति रहेको छ? 10%। अब कर को रकम निकाल्ने छौँ। कर को रकम कति आउनेछ? 10% छ 10/100 इन्टु 2,88,000 हाम्रो कति आउनेछ? रु 2,88,1,2 28,800 तो के आयो? हाम्रो कर को रकम आयो। अब हामीले के निकाल्ने छौँ? वार्षिक आम्दानी। वार्षिक आम्दानी बराबर वार्षिक तलब बाट हामीले के घटाउने छौँ? कर को रकम। वार्षिक तलबबाट हामीले के गर्ने छौँ? कर को रकमलाई घटाउने छौँ। वार्षिक तलब उसको कति रहेको छ? 9,60,000 बाट हामीले 28,800 घटाउने छौँ। हाम्रो वार्षिक तलब कति रहेको छ? 9,60,000। 9,60,000 बाट हामीले कति घटाउने छौँ? 28,800। हाम्रो आउनेछ 9,31,200। हाम्रो आउनेछ 9,31,200। ठीक छ, हाम्रो कति आयो? 9,31,200। हाम्रो मासिक तलब कति रहेको छ? रु 80,000। त्यस्तै वार्षिक तलब कति हुनेछ? मंथली इनकम इज ₹80,000। ईयरली इनकम वार्षिक तलब 12 into 80,000 इट विल बी 9,06,000। कर नलाग्ने रकम कति भनेको छ? 70%। 70/100 इन्टु 9,60,000। Amount on which tax is not levied is 70%. 70% of total earning. 70/100 into 9,60,000. It will be 70 into 9,600. It will be 6,000. The 6,72,000. कर नलाग्ने रकम कति रहेको छ? 6,72,000। अब कर लाग्ने रकम टैक्सेबल अमाउंट कर नलाग्ने रकम बराबर ईयरली इनकम माइनस अमाउंट ऑन विच टैक्स इज नॉट लेविड। वार्षिक तलब माइनस कर नलाग्ने रकम 9,60,000 माइनस 6,72,000 यो हाम्रो आउने छ 2,88,000। अब कर को रेट कति छ? कर को दर कति छ? टैक्स रेट इज 10%। कर को रकम 10% कसको? 2,88,000 को। 10% of taxable amount 10/100 into 2,88,000 it will be 28,800। अब वार्षिक आमदनी कति हुनेछ? वार्षिक तलब माइनस कर को रकम ईयरली इनकम कति हुनेछ? वार्षिक तलब माइनस कर को रकम हाम्रो कति आउनेछ? 9,60,000 बाट हामीले के गर्ने छौँ? 28,800 ले हटाउँछौँ। यो आउँछ हाम्रो 9,31,200। यो हाम्रो के भयो? हाम्रो वार्षिक आमदनी भयो। अब हामीले अर्को प्रश्न हेर्नेछौँ। सुमन को मासिक तलब रु 50,000 रहेको छ। 50,000 छ। उसको 10% रकम
बिमाको प्रिमियममा जान्छ। र रु 10,000 प्रति महीना, 2000 भन्दा पनि हुन्छ, 2000 प्रति महीना वृद्धाश्रममा जान्छ। र उसले वार्षिक रु 3 लाख भन्दा माथिको रकममा 10% कर तिर्छ भने उसको कर बाहेकको वार्षिक आमदानी निकाल्नुहोस्। ठीक छ। सुमनको मासिक तलब रु 50,000 छ, उसको 10% रकम बिमाको प्रिमियममा जान्छ र 2000 प्रति महीना वृद्धाश्रममा जान्छ। उसले वार्षिक रु 3 लाख भन्दा माथिको रकममा कर तिर्छ, 10% कर तिर्छ भने उसको कर बाहेकको वार्षिक आमदानी निकाल्नुहोस्। Suman's monthly salary is ₹50,000. His 10% amount goes into the insurance premium. ₹2,000 month goes into orphanage old home in the amount of 3 lakhs plus. He pays 10% tax. Find his yearly income after paying tax. ठीक छ, उसलाई निकाल्नु पर्ने छ। उसले 10% कर तिर्छ, कतिको 3 लाख भन्दा माथिमा उसले 10% को कर तिर्छ भने उसको वार्षिक आमदानी निकाल्नुहोस् कर तिरेपछि। अब हामी यहाँ हेर्नेछौँ, हामीले थाहा हुनुपर्ने छ बिमाको प्रिमियममा त्यस्तै कुनै पनि डोनेसन हुन सक्छ, जस्तै वृद्धाश्रममा दिएको दान, त्यस्तै अनाथ आश्रममा दिएको दान, यिनीहरूमा कर लाग्दैन। त्यस्तै हुन सक्छ कुनै पनि हस्पिटलको खर्चमा पनि उसलाई कर तिर्नु पर्दैन। त्यस्तै दुर्गम भत्तामा पनि कर तिर्नु पर्दैन। ठीक छ। यहाँ के भनेको छ, मासिक तलब कति छ? रु 50,000। सुमनको मासिक तलब रु 50,000 रहेको छ। अब वार्षिक तलब निकालौँ हामी। वार्षिक तलब कति हुनेछ? रु 12 × 50,000 यहाँ हाम्रो आउनेछ रु 6 लाख। उसको वार्षिक तलब कति आउँछ? 12 × 50,000 यो आउँछ हाम्रो 6 लाख। त्यसपछि बिमाको प्रिमियम बिमाको प्रिमियममा कति प्रति वर्ष तिर्नुपर्छ? उसले कति 10% तिर्नुपर्छ। 10/100 इन्टु वार्षिक तलब कति रहेको छ उसको? 6 लाख। 6 लाख को 10%। यो बिमाको रकम उसको कति जान्छ? 60,000। 60,000 यो के भयो? ट्याक्स फ्री। यो 60,000 मा कर लाग्दैन उसको। त्यस्तै वृद्धाश्रम मा दिएको दान प्रति वर्ष
प्रति महिना वृद्धाश्रममा दिएको दान कति रहेको छ उसको रु 2000। त वृद्धाश्रममा दिएको दान प्रति वर्ष कति हुनेछ रु 12 × 2000 कति आउँछ रु 24000। 24000 उसले के गर्छ प्रति वर्ष वृद्धाश्रममा दान गर्दछ। अब कर नलाग्ने रकम कति छ कति आउँछ कर नलाग्ने रकम उसको कति हुनेछ 2 लाख 3 लाखसम्ममा उसलाई कर तिर्नु परेको छैन। 3 लाख के छ 3 लाखमा उसलाई कर तिर्नु परेको छैन। यो 3 लाख के छ क्वेशनले भनेको छ उसले वार्षिक रु 3 लाख भन्दा माथिको रकममा कर तिर्नु पर्छ भने यो 3 लाख के छ 3 लाखमा कर तिर्नु पर्दैन उसलाई। त्यसपछि अब हेरौँ हामी यो बीमाको प्रिमियम कति रहेको छ उसको रु 60000। बीमाको प्रिमियम त 60000 यो पनि ट्याक्स फ्री छ योमा पनि कर लाग्दैन। कति आयो यो 60000। त्यसपछि वृद्धाश्रममा कति तिर्छ उसले प्रति महिना 2000 तिर्छ भने प्रति वर्ष कति तिर्छ 24000 यो पनि ट्याक्स फ्री छ। उसको वृद्धाश्रममा तिरेको रकम पनि ट्याक्स फ्री छ कर लाग्दैन। यो कति आउँछ 3,84,000। यो 3,84,000 मा उसलाई कर तिर्नु पर्दैन। अब कर नलाग्ने रकम कति भयो 3,84,000। अब कर लाग्ने रकम हामी के गर्छौं वार्षिक तलबबाट हामी के गर्नेछौं कर नलाग्ने रकम वार्षिक तलबबाट हामीले के गर्नेछौं कर नलाग्ने रकमलाई घटाउनेछौं। यो वार्षिक तलब कति छ रु 6 लाख उसको वार्षिक तलब रहेको छ र कर नलाग्ने रकम कति छ 3,84,000। यो हाम्रो आउँछ 2,16,000। उसले कतिको रकममा कर तिर्नु परेछ 2,16,000 मा। कर लाग्ने रकम कति रहेको छ 2,16,000। अब करको प्रतिशत कति छ करको दर रहेको छ 10%। अब हामी के निकाल्ने छौं करको रकम कति आउनेछ कर प्रतिशत कसको त कर लाग्ने रकमको। कर लाग्ने रकमको निश्चित कर प्रतिशत कर लाग्ने रकमको निश्चित कर प्रतिशत कति हुनेछ 10% छ। 10% कसको 2,16,000 को हाम्रो आउँछ 21,600। कर कति तिर्नु परेछ उसले 21,600। अब हामीले निकाल्ने के हुँदैछ कर बाहेकको वार्षिक आम्दानी। अब कर बाहेकको वार्षिक आम्दानी कति हुनेछ रु उसले वार्षिक तलब कति रहेको छ उसको 6 लाख। उसको वार्षिक तलब छ 6 लाख। 6 लाखबाट वार्षिक कर कति तिरेछ उसले 21,600। ठीक छ 21,600 मा उसले कर तिरेछ। अब 6 लाखबाट हामी के गर्ने छौं 6 लाखबाट हामी 21,600 घटाउने छौं। यो 5,78,400 आउँछ। कति आयो 5,78,400। अब हामी हेरौं प्रश्नमा दिएको के छ। प्रश्नमा दिएको छ सुमनको मासिक तलब रु कति छ 50,000। Monthly income of Suman is rupees 50,000. Yearly income will be 12,000 into 50,000. 12 into 50,000. It will be 6 lakhs. Insurance premium is 10% of yearly income. 10 by 100 into 6 lakhs. It will be 60,000. वृद्धाश्रममा दिएको दान प्रति वर्ष ओल्ड एज होममा दिएको प्रति वर्षको दान कति छ 12 into 2,000. It will be 24,000. Amount on which tax is levied. That means taxable amount. तो कर लाग्ने रकमलाई हामी के भन्छौं taxable income.
टेक्सेबल इन्कम कति हुनेछ पहिला हामी के निकाल्ने छौं अमाउन्ट अन व्हिच ट्याक्स इज नट लेभिड कर नलाग्ने रकम 3 लाख सम्म उसले कर तिर्नु पर्ने छैन यो 3 लाख आयो कर नलाग्ने रकममा त्यसपछि इन्स्योरेन्स प्रिमियम कति छ बीमाको प्रिमियम ₹60,000 प्रति वर्ष 60,000 उसले तिर्नु परेको छ त्यसपछि वृद्धाश्रममा कति तिरेको छ उसले 24,000 यो द अमाउन्ट अन व्हिच ट्याक्स इज नट लेभिड कर नलाग्ने रकम कति आयो 3,84,000 अब कर लाग्ने रकम टैक्सेबल इनकम बराबर इयरली इनकम माइनस अमाउंट ऑन व्हिच टैक्स इज नॉट लेविड यो वार्षिक तलब माइनस कर नलाग्ने रकम 6 lakhs minus 3,84,000 it will be 2,16,000 our tax rate कर को दर tax rate is 10% tax amount कर को रकम tax percent of taxable income कर लाग्ने रकम को निश्चित कर प्रतिशत तो कति छ 10% छ 10% कसको छ कर लाग्ने रकम को तो 10/100 into 2,16,000 it will be 21,600 अब कर बाहेक को वार्षिक आमदनी इनकम आफ्टर लिविंग टैक्स कर बाहेक को वार्षिक आमदनी 6 lakhs minus 21,600 it will be 5,78,400 तो 5,78,400 कसले पाउँछ यो सुमनले पाउँछ प्रति वर्ष कर तिरेपछि अब हामी अर्को प्रश्न हेर्नेछौँ एउटा शिक्षकको मासिक तलब रु 60,000 छ र उसलाई रु 10,000 प्रति वर्ष 20,000 करो 20,000 प्रति वर्ष दुर्गम भत्ता भेट्छ एउटा शिक्षकको मासिक तलब रु 60,000 छ र उसलाई 20,000 प्रति वर्ष दुर्गम भत्ता भेट्छ त्यो शिक्षकले प्रति वर्ष 10% बीमा प्रीमियम र 10% नागरिक लगानी कोषमा जम्मा गर्छ एउटा शिक्षकको मासिक तलब रु 60,000 रहेको छ र उसलाई 20,000 प्रति वर्ष दुर्गम भत्ता भेट्छ त्यो शिक्षक प्रति वर्ष 10% बीमा प्रिमियम र 10% नागरिक लगानी कोषमा जम्मा गर्दछ तल दिएका करको दरले कर तिर्दछ भने उसको वार्षिक करको रकम पत्ता लगाउनुहोस् रकम निकाल्नुहोस् ठीक छ एउटा शिक्षकको मासिक तलब रु 60,000 छ र उसलाई प्रति वर्ष रु 20,000 दुर्गम भत्ता भेट्छ
त्यो शिक्षकले प्रति वर्ष 10% बिमा प्रिमियम तिर्छ, 10% नागरिक लगानी कोषमा जम्मा गर्दछ। तल दिएको करको दरले प्रति वर्ष कर तिर्दछ भने उसको वार्षिक करको रकम निकाल्नुहोस्। यहाँ हेरौँ, रु 3 लाखसम्म 3 लाखसम्ममा 1% कर, त्यस्तै रु 3 लाखदेखि 4 लाखसम्म 3 लाखदेखि 4 लाखसम्ममा कति रहेको छ? 10% कर छ। नेपाल सरकारले 2075-76 को आर्थिक वर्षमा 3 लाखसम्ममा अविवाहितको लागि 10% कर के भन्छ 1% करको रकम राखेको छ। त्यस्तै 3 लाखदेखि 4 लाखमा नेक्स्ट 1 लाखमा 10% कर लाग्छ। त्यस्तै रु 4 लाखदेखि रु 6 लाखमा नेक्स्ट 2 लाखमा नेक्स्ट 2 लाखमा कति रहेको छ? 20% कर लाग्छ। त्यस्तै रु 6 लाखभन्दा माथिमा 6 लाखदेखि 20 लाखको छ, त हामी के गरौँ? 6 लाखभन्दा माथिमा 6 लाखभन्दा माथिमा नेपाल सरकारले 30% कर लिन्छ र 20 लाखभन्दा माथिमा नेपाल सरकारले 35% कर 2075-76 आर्थिक वर्षको हिसाबले 35% कर लिन्छ भने योबाट हामीले के निकाल्नु पर्ने छ? वर्षको आर्थिक कर रकम निकाल्नु छ। A teacher's monthly salary is rupees 60,000 and he gets rupees 20,000 yearly as a bata, and that teacher pays 10% insurance premium and 10% in Nagrik Lagani Kosh. Find his tax amount yearly according to following rates. Up to 3 lakhs he pays tax of 1%. From 3 lakhs to 4 lakhs he pays tax of 10%. From 4 lakhs to 6 lakhs he pays tax of rupees of 20%. From 6 lakhs above he pays tax of 30%. हामीले निकाल्नु पर्ने के छ? करको रकम। यहाँ हामी हेरौँ, मासिक तलब कति रहेको छ? मासिक तलब छ उसको 60,000 रहेको छ। मासिक तलब उसको छ 60,000। अब हामी के निकाल्ने छौँ? वार्षिक तलब। वार्षिक तलब कति हुनेछ? रु 12,000 इन्टु 60,000 कति आउनेछ? यो 7,20,000। 7,20,000 आउनेछ। त्यसपछि हामीले के निकाल्ने छौँ? बिमाको प्रिमियम। बिमाको प्रिमियम कति हुनेछ? बिमाको प्रिमियम उसले कति तिरिरहेको? 10%। 10% कसको? वार्षिक आम्दानीको। यो 7,20,000 को 10% यो कति आउँछ? हाम्रो आउँछ यो 72,000 आउँछ। हाम्रो बिमाको प्रिमियम उसको कति हुनेछ? रु 72,000। अब त्यसपछि नागरिक लगानी कोषमा जसलाई हामी सिभिल इन्भेस्टमेन्ट फन्ड पनि भन्छौँ, नागरिक लगानी कोष को रकम, नागरिक लगानी कोषको रकम कति छ? 10% तिर्दैछ उसले। 10/100 इन्टु रु 7,20,000 यहाँ आउँछ हाम्रो 72,000। यो पनि कति आयो? रु 72,000। त्यसपछि उसले कति? अब यहाँ हामी हेरौँ, उसले 72,000 तलब पायो र दुर्गम भत्ता कति पाइरहेछ? रु 20,000। प्लस यहाँ हामी गरौँ रु 20,000। यो आउँछ हाम्रो 7,40,000। ठीक छ। अब यसको हामी 7,40,000 गरिदियो। उसको 7,40,000 हाम्रो आउँछ 74,000।
यो पनि कति आउँछ 74,000। त्यसले कति पाइरहेछ रु 20,000 प्रति वर्ष दुर्गम भत्ताको रूपमा पाइरहेछ उसले। टोटल वार्षिक तलब कति भयो 7,40,000। अब बिमाको प्रिमियम कति रहेको छ 10% कसको 74,000 7,40,000 को यो कति आयो 74,000। त्यस्तै नागरिक लगानी कोषको रकम कति छ 10% कसको 7,40,000 को यो आयो 74,000। अब त्यसपछि कर लाग्ने रकम हामी कति निकाल्ने छौं। कर लाग्ने रकम कति हुनेछ, कर नलाग्ने रकम पहिला निकाल्दा हुन्छ। कर नलाग्ने रकम के हुनेछ, यो हाम्रो बिमाको प्रिमियममा कर लाग्दैन, त्यस्तै नागरिक लगानी कोषमा पनि कर लाग्दैन। कति आयो रु 74,000 प्लस 74,000 यो आयो कति 1,48,000। 1,48,000 मा के हुन्छ कर लाग्दैन। यो 1,48,000 मा के लाग्दैन कर लाग्दैन, योमा कर लाग्दैन। अब कर लाग्ने रकम निकाल्छौं हामी। कर लाग्ने रकम कति हुनेछ, वार्षिक आम्दानी उसको कति रहेको छ रु 7,40,000 बाट हामी के गर्ने छौं 1,48,000 हामी घटाउने छौं। यो हाम्रो कति आउनेछ, अब हामीले 7,40,000 बाट के गर्ने छौं 1,48,000 घटाउने छौं। यो हाम्रो आउँछ 5,92,000। हाम्रो कति आउँछ 5,92,000 के आयो हाम्रो कर लाग्ने रकम, जसलाई हामी ट्याक्सेबल अमाउन्ट भन्छौं। अब करको दर कति छ, करको दर रु 3 लाख सम्ममा करको दर 10% 1% छ। 3 लाख सम्ममा कति छ करको दर 1%। रु 3 लाख सम्मको करको रकम 3 लाख सम्ममा करको रकम कति आउँछ 1/100 इन्टु 3 लाख। यो हाम्रो आउनेछ रु 3,000। 3 लाख सम्म उसले कति कर तिरेछ 1% को दरले। 1% कसको 3 लाख को, यो आयो 3,000। अब बाँकी को कर लाग्ने रकम, बाँकी को कर लाग्ने रकम कति हुनेछ, बाँकी को कर लाग्ने रकम पुरै कर लाग्ने रकम कति थियो 5,82,000। 5,92,000 बाट हामीले 3 लाख घटाउने छौं। यो आउँछ हाम्रो रु 2,92,000। 2,92,000 मा कतिको दरले कर लाग्ने छ, यो हाम्रो 10% को दरले कर लाग्ने छ। 3 लाख देखि लिएर रु 4 लाख सम्ममा, 3 लाख देखि लिएर 4 लाख सम्ममा कति लाग्ने छ, बाँकी को कर लाग्ने रकम कति छ। पहिला हामीले के गरौं, यहाँ अगाडिको रु 1 लाखमा, अगाडिको रु 1 लाखमा करको दर कति रहेको छ 10%। अगाडिको रु 1 लाखमा करको रकम, अगाडिको रु 1 लाखमा करको रकम कति हुनेछ 10/100 इन्टु रु 1 लाख। यो आउनेछ हाम्रो रु 10,000। अब हामीले के गर्यो 3 लाख देखि 4 लाखमा कति लाग्दैछ 10% कर, त्यो कति आयो अगाडिको करको रकम एउटा आयो कति करको रकम 3,000। अगाडि 1 लाखमा 10% लाग्छ, त्यो कति आयो 10/100 इन्टु 1 लाख। यो आयो हाम्रो रु 10,000। अब हामी के निकाल्ने छौं बाँकीको कर रकम, बाँकीको कर लाग्ने रकम, बाँकीको कर लाग्ने रकम कति हुनेछ हाम्रो 5,92,000 बाट हामीले 3 लाख यो र 1 लाख यो 4 लाख लेख्न सक्छौं हामी। 3 लाख माइनस 1 लाख यो हाम्रो कति आउनेछ, बाँकीको कर लाग्ने रकम कति हुनेछ हाम्रो, हामीले 5,92,000 बाट 3 लाख र 1 लाख घटाउने छौं। यो कति आउनेछ 5,92,000 बाट 4 लाख घटाउँछौं, यो हाम्रो आउँछ 1,92,000। बाँकीको कर लाग्ने रकम कति छ 1,92,000। बाँकीको
करको दर, बाँकीमा करको दर कति हुनेछ? अब हामी यहाँ हेर्दैछौँ 4 लाखदेखि 6 लाखमा कति करको दर छ? 20%। बाँकीको करको रकम, बाँकीको करको रकम कति छ? 20/100 इन्टु रु 1,92,000 हाम्रो आउनेछ 1920 रुपियाँमा कतिको दरले लाग्दैछ? 1920 इन्टु 20 यो हाम्रो आउनेछ 38,400। हाम्रो कति आयो? रु 38,400। हाम्रो बाँकीको करको रकम कति आएको छ? 38,400। तर जम्मा करको रकम कति हुनेछ? अब हामी यहाँ हेरौँ, पहिलो 1 लाखमा, पहिलो 3 लाखमा कति तिर्दैछ? 1%, यो कति छ? 3,000, रु 3,000 छ। त्यस्तै 3 देखि 4 लाखमा, नेक्स्ट 1 लाखमा कति तिर्दैछ? 10,000, यो 10,000 रहेको छ। त्यसपछि बाँकीको 1,92,000 मा कति तिर्दैछ? 20% को दरले 38,400 को दरले यो पुरै कति आउँछ हाम्रो? हामीले कसलाई एड गर्नुपर्छ? 38,400 मा हामीले 3,000 र 10,000 13,000 एड गर्छौँ, यो 51,400। उसले शिक्षकले 51,400 के तिरेछ? वार्षिक कर तिरेको छ। अब यहाँ हामी पहिला हेरौँ, प्रश्नमा दिएको के छ हाम्रो? प्रश्नमा दिएको छ हाम्रो एउटा शिक्षकको मासिक तलब कति रहेको छ? मासिक तलब उसको रु 60,000 छ, ठीक छ। र 10% प्रिमियम कहाँ, 10% पैसा कति कहाँ जान्छ? वार्षिक बीमाको प्रिमियममा। र 10% कहाँ जान्छ? नागरिक लगानी कोषमा जान्छ, ठीक छ। तल दिएको करको दरले उसले वार्षिक कर तिर्दछ भन्ने कर निकाल्नुपर्छ। अब यहाँ हेरौँ, पहिलो 3 लाखमा 1%, 3 देखि 4 लाखमा 10%, 4 देखि 6 मा 20%, 6 भन्दा माथिमा 30% कर तिर्छ। अब यहाँ हामी मासिक तलब, monthly income is rupees 60,000, मासिक तलब 60,000 छ। yearly income will be 12,000, 12 into 60,000, it will be 12,000, the 12 into 60,000 plus 20,000 कति छ? दुर्गम भत्ता, यो आयो 7,40,000, 7,40,000। बीमाको प्रिमियम कति रहेको छ? 10%, कसको? वार्षिक आम्दानीको। 10/100 इन्टु 7,40,000, यो आयो 74,000। अब नागरिक लगानी कोषमा कति तिर्दैछ उसले? 10% वार्षिक आम्दानीको। 10/100 इन्टु 7,40,000, इट विल बी 74,000। कर नलाग्ने रकम कति हुनेछ? कर नलाग्ने रकम 74,000 प्लस 74,000, यो आयो 1,48,000। अब कर लाग्ने रकम कति हुनेछ? टोटल इयरली इनकम माइनस amount on which tax is not levied, यो 7,40,000 माइनस 1,48,000, यो आउँछ हाम्रो 5,92,000। त्यसपछि 3 लाखसम्ममा करको दर कति रहेको छ? 1%। 3 लाखसम्मको करको रकम कति हुनेछ? 1/100 इन्टु 3 लाख, यो आयो 3,000। त्यसपछि अगाडिको 1 लाखमा भन्नाले 3 देखि 4 लाखमा कति तिर्दैछ उसले? 10% कर तिर्दैछ। रु अगाडिको 1 लाखमा करको रकम 10/100 इन्टु 1 लाख, यो आयो हाम्रो 10,000। त्यसपछि बाँकीको कर लाग्ने रकम कति हुनेछ? 5,92,000 उसले वार्षिक कमाउँछ। त्यसबाट हामीले 3 लाख घटाउनेछौँ र 1 लाख घटाउनेछौँ। कति आयो? 1,92,000 बाँकीको करको रकम हुनेछ। अब बाँकीकोमा करको दर कति छ? 20%, किनभने 4 देखि लिएर 6 लाखमा कति कर तिर्नुपर्छ? 20%। बाँकीको करको रकम कति हुनेछ? 20/100 इन्टु 1,92,000, यो आयो हाम्रो 38,400। उसले जम्मा कति कर तिर्दैछ? पहिलो 3 लाखमा 3,000, त्यसपछि अगाडिको 1 लाखमा 10,000 र बाँकीको करको रकम कति थियो? 1,92,000। यसमा कति तिर्दैछ? 20% को दरले, यो आयो 38,400। अब सबैले एड गर्दा जम्मा करको रकम 3,000 प्लस 10,000 प्लस 38,400, यो आयो हाम्रो 51,400। उसले जम्मा कति कर तिर्दैछ? 51,400 उसले जम्मा कर तिर्दैछ, ठीक छ। अब तपाईहरु योसँग सम्बन्धित अभ्यासहरु गर्नु होला। अब हामी लाभांशमा जान्छौँ, डिभिडेन्ड, जसलाई हामी डिभिडेन्ड भन्छौँ।
डिभिडेन्ड भन्छौँ, यसलाई हामी लाभांश भन्छौँ। ठिक छ, डिभिडेन्ड भन्नाले लाभांश हुन्छ, कति मुनाफा भयो। अब हेरौँ हामी, म एउटा एक्जाम्पल उदाहरण दिइरहेको छु। एउटा कम्पनी छ, ठिक छ, एउटा कम्पनी, मानौ तपाईले एउटा कम्पनी सुरु गर्नु भएको छ। कम्पनीमा पुँजी, कम्पनीको पुँजी मानौ रु 10 लाखबाट तपाईले स्टार्ट गर्नु भएको छ। कम्पनीको पुँजी कति छ? रु 10 लाखको छ। अब यसको बापत तपाईलाई के 10 लाखको पुँजी छ। अब 10 लाखको पुँजीमा तपाईले शेयरको संख्या निर्धारण गर्नुपर्नेछ। मानौ शेयरको संख्या मानौ 1000वटा शेयरको संख्या राखेको छ। तपाईले 10 लाखको पुँजी भएको कम्पनी सुरु गर्नु भएको छ, जसको शेयरको संख्या रु 1000 राख्नु भएको छ र शेयरको दर प्रति शेयरको दर तपाईले राख्नु भएको छ रु 100। ठिक छ, जसलाई हामी आईपीओ पनि भन्छौँ। जस्तै तपाईहरुले हेर्नु भएको होला इनिशियल पब्लिक अफरिङ्स, आईपीओ भन्छौँ। प्रति शेयरको दर तपाईले रु 100 रुपैयाँ राख्नु भएको छ। अब ठिक छ, रु 10 लाखको कम्पनी छ, 1000वटा शेयर छ र प्रति शेयरको दर रु 100 छ भने मानौ मलाई तपाईको कम्पनीमा शेयर किन्नु छ। मानौ मलाई 10वटा शेयर किन्नु छ। 10वटा शेयर किन्नु छ भने मैले कतिमा किन्नु पर्छ? प्रति शेयरको दर कति छ? 100। 10वटा किन्नु छ इन्टु 100 कतिवटा आयो? रु 1000 आयो। ठिक छ, यो भयो मेरो 10वटा शेयर। मेरो 10वटा शेयरको रकम मेरो 10वटा शेयरको रकम कति छ? रु 10 इन्टु 100 यो 1000। 1000 मा मैले मानौ 10वटा शेयर किनेको छु। अब मानौ पहिलो वर्षमा तपाईको कम्पनीको लाभांश, पहिलो वर्षमा कम्पनीको लाभांश छ मानौ रु 1 करोड। ठिक छ, 1 1000 10,000 लाख 10 लाख करोड। पहिलो वर्षमा मानौ तपाईको कम्पनीको लाभांश कति भएको छ? रु 1 करोड भने मैले कति पैसा पाउनु पर्छ? लाभांशको रूपमा मैले कति पाउँछु? पहिलो वर्षमा रु फाइदा कति भएको छ? 1 करोड। अब कम्पनीले मानौ कम्पनीको मुनाफा कति छ? लाभांश। अब हामी निकाल्न छ लाभांश प्रति शेयर। त्यो कम्पनीले के गरेछ? जति लाभांश आयो सबै आफ्नो शेयर होल्डरलाई, शेयरधारीहरूलाई दिइहाल्यो। लाभांश प्रति शेयर कति हुनेछ? रु 1 करोडबाट हामी के गर्नेछौँ? कतिवटा शेयर निर्धारण गरिएको छ? 1000वटा। हामी 1000 ले भाग गर्नेछौँ। प्रति शेयर कति फाइदा हुनेछ? रु 10,000। प्रति शेयर कति फाइदा भइरहेछ? रु 10,000। मेरो 10वटा शेयरको लाभांश, कति हुनेछ? 10वटा शेयरसम्मसँग लाभांश प्रति शेयर कति छ? रु 10,000। मैले कति पाउनेछु? रु 1 लाख। ठिक छ, बुझ्नुभयो तपाईले? यहाँ हेर्नुस्, तपाईले मानौ कुनै कम्पनी सुरु गर्नु भएको छ। त्यो कम्पनीको क्यापिटल पुँजी, कम्पनी तपाईले स्टार्ट गर्नु भएको छ, त्यो कम्पनीको पुँजी छ रु 10 लाख, 10 लाख।
capital of that company is rupees 10 lakhs, number of shares in that company is 1000. number of shares तपाईले आफैले निर्धारण गर्न सक्नुहुन्छ। प्रति शेयरको दर रेट पर शेयर इज रुपीज 100 तपाईले आईपीओ मा राख्न सक्नुहुन्छ। मेरो 10 वटा शेयर को रकम मैले 10 वटा शेयर किनेको छु। I have about 10 shares in that company, in your company, and my capital of 10 shares is rupees 10 into rupees 100. It will be 1000. अब पहिलो वर्षमा in the first fiscal year company earns dividend of rupees 1 crore. 1 करोड कोले लाभांश प्राप्त गर्यो। लाभांश प्रति शेयर डिविडेन्ड पर शेयर कति आउँछ 10 करोड बाई 1000 यो आयो कति 10000 प्रति शेयर कति फाइदा भएको छ रु 10000। अब हेरौँ हामी अब मेरो 10 वटा शेयरको लाभांश कति हुन्छ 10 × रु 10000 कति आयो रु 1 लाख। ठीक छ कति फाइदा भयो प्रति शेयरमा रु 10000 10 वटा शेयरमा कति हुनेछ 10 × 10000 यो हाम्रो कति आयो यो हाम्रो आयो रु 1 लाख। 1 लाख के गरे मैले मुनाफा गरे। त्यस्तै हुन सक्छ कुनै कम्पनीले पहिलो वर्षमा पहिलो इयरमा मानौ 10 लाख को लाभांश छ 10 लाख को लाभांश छ। जो 10 लाख को लाभांशबाट त्यो कम्पनीले के गरेछ 60% कंपनी को विकास को लागि छुट्याएको छ। कंपनी को विकास को लागि 60% रकम के गरेछ त्यो कंपनीले विकास को लागि छुट्याएको छ र 40% के गरेछ 40% को रकम आफ्नो शेयर धारकलाई आफ्नो 40% को रकम के गरेछ उसले आफ्नो शेयर धारकलाई दिन्छ भने यसको शेयर 10 लाख छ भने शेयर धारक कतिवटा हुनेछ मानौ 100 रुपैयाँको दरले छ भने कतिवटा हुनेछ शेयर धारक हुनेछ 10000 वटा। ठीक छ शेयर धारक कति हुनेछ 10000 वटा। अब शेयर धारक कतिवटा छ धारकहरु शेयर धारक कतिवटा छ 10000 वटा। यहाँ शेयर हाम्रो कति हुनेछ 10000 वटा। 10000 वटा हुनेछ शेयरको संख्या 10000 भने मेरो गति आयो। अब यो 10000 ले भाग हुनेछ र आयो कति रु 1 लाख। 1 लाख आयो। लाभांश प्रति शेयर कति हुनेछ यो 3 वटा 4 वटा हामी काट्छौँ 4 वटा काट्ने छु यो कति आउँछ 1000 यो हाम्रो आउनेछ 10000। ठीक छ 10000 आउनेछ। त्यस्तै यहाँ शेयर धारकहरु 10000 वटा छन् त लाभांश कति हुनेछ 40% कसको 40/100 इन्टु 10 लाख को यो कति आयो हाम्रो रु 40000। जम्मा लाभांश कति छ 40000 कसलाई दिनु छ 10000 शेयर धारकलाई। लाभांश प्रति शेयर कति हुनेछ 40000 बाई 10000 यो 4 रुपैयाँ प्रति शेयर लाभांश आयो। ठीक छ। त्यस्तै कुनै पनि कम्पनी खोल्दाखेरि त्यसको पहिले हामीले के गर्नुपर्छ पुँजी निर्धारण गर्नुपर्छ। त्यसपछि त्यो कम्पनीमा कतिवटा शेयर धारकहरु हुन्छन् त्यो तोक्नुपर्छ। त्यसपछि प्रति शेयरको दर तोक्नुपर्छ। ठीक छ। त्यसपछि मुनाफा हुँदा
या लाभांश हुँदा हामीले के गर्नुपर्छ, केही रकम कम्पनीको विकासको लागि, ठीक छ, र केही रकम हामीले शेयर धारकहरूलाई वितरण गर्छौँ, ठीक छ। त्यो शेयर धारकहरूलाई वितरण गर्ने रकम जम्मा जति आउँछ त्यसको हिसाबले हामी शेयर धारकहरूलाई बाँड्छौँ।